हेलो गाइस, वेलकम ब्याक माई ब्लग। अनि गाइस कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला नि। म प्रिन्स कुमार गुप्ता जलेश्वरबाट। अहिले बिहानको 10:04 भइरहेछ। अनि हिजो जलेश्वरमा आँधी तुफान आएको थियो, बारिस पनि भयो। अनि 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 आज मौसम धेरै राम्रो पो रहेछ। यो छ यताको, अनि यो छ आजको मौसम, एकदमै राम्रो सुहाना पो रहेछ। एकदमै राम्रो हावा बगिरहेछ, चिसो, एकदमै रमाइलो पो भइरहेछ आज। यतातिर मान्छेहरू साइकलमा, अनि यतातिर भाइहरू बल खेलिरहेछन् रोडीमा, बीच रोडमा। यता बकरी, यता सलेश गोबर मन्दिर, यहाँ कान्छाहरू, अनि यतातिर पुलिस पो जाँदै हुनुहुन्छ। अनि यो मौसम, हावा पनि एकदमै राम्रो बगिरहेछ जलेश्वरतिर। अनि यो हो बारी, यहाँ भोलि हिजो, अनि यता हेर्न सक्नुहुन्छ, हिजो पानी पर्यो अनि आज मौसम एकदमै राम्रो भयो। यहाँ कौवा उडेर गइरहेछ। त्यहाँ कौवा करो। हिजो आधी तुफान आउँदा बारीको लाइट ठेसमेस गरिदियो। यो हेर्न सक्नुहुन्छ, यो केलाको गाछी। यहाँ हेर्न सक्नुहुन्छ, मकै उकै सबै त्यो भइसक्यो, उख्रिसक्यो क्या। यस्तो आधी तुफान थियो, सबैलाई उखाडेर राखेको थियो।